नमस्कार सम्पूर्णमा। नेपाली जनताको आवश्यकता भनेको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय हो। चुनाव होइन, निर्वाचन होइन, दल होइन, सरकार होइन। सरकार पनि यस्तो बनाउनु पर्यो कि जनताको आवश्यकता पुरा गर्ने सरकार चाहिन्छ। नेपाली जनता जहिले पनि रोजगारीमा छटपटेको अवस्थाहरू छ। त्यो छटपटीलाई पुरा गर्ने, नेपाली जनताको समस्यालाई समाधान गर्ने सरकार चाहिन्छ। यहाँ तलब भत्ता खाने, दल भ्रष्टाचार गर्ने, तस्कर गर्ने, दल गठन गरेर दल दर्ता गर्ने, निर्वाचन आयोगले निर्वाचन गर्ने र धेरै खर्च गर्ने कुरो देशमा चाहिएको होइन। हामीलाई रोजगारी चाहिन्छ, हामीलाई स्वास्थ्य चाहिन्छ, शिक्षा चाहिन्छ, ताकि सरकार यस्तो बनोस् जनताको आवश्यकता पुरा गर्ने। जनतालाई शिक्षा निशुल्क दिनुपर्छ, जनतालाई रोजगारी ग्यारेन्टी गर्न सक्नुपर्छ, जनतालाई स्वास्थ्य ग्यारेन्टी गर्ने सरकार चाहिन्छ। जनताको आवश्यकता पुरा गर्ने, जनताको काम गर्ने सरकार चाहिएको। सरकार निर्वाचन गर्ने, दलहरूलाई भेला गरेर सांसद बनाएर, मन्त्री प्रधानमन्त्री बनाएर तलब भत्ता खाने सरकार बनाउने, त्यस्तो खालको सरकार जनतालाई चाहेको होइन। जनतालाई चाहिने कुरा भनेको जनताको समस्या, जनताको आवश्यकता पुरा गर्ने सरकार चाहिन्छ। त्यो सरकार जनताको बन्नु पर्यो, जनताको काम गर्ने सरकार बन्नु पर्यो। दलाल बिचौलियाको काम गर्ने सरकार, दलाल बिचौलियाको र फटाहरूको काम गर्ने सरकार, कृषि माफिया, भूमाफियाको सरकार हामीलाई चाहिँदैन। आम नेपाली जनतालाई चाहिने सरकार, जनताको सरकार, जनताको काम गर्ने सरकार र सबैलाई बराबरी, आम नेपाली जनतालाई, नेपालभित्रको जनतालाई सुख, शान्ति, समृद्धिमा लाने सरकार चाहिन्छ। उत्पादनमा आत्मनिर्भर बनाउने सरकार चाहिन्छ। उद्योग धन्दा, कल कारखाना खोलेर सञ्चालन गर्ने र पूर्ण रूपमा नेपाली युवा र युवतीलाई रोजगार दिने र मूल्य वृद्धि कन्ट्रोल गर्ने र मूल्य वृद्धिलाई एकरूपता गर्ने र खाद्यान्न लगायतका लत्ता, कपडा, मोबाइल, गाडी, ब्याङ्क इत्यादि कुराहरू बनाउने खालको शिक्षा र विभिन्न औषधिजन्य कुराहरू देशमा प्रशोधन गर्ने, उत्पादन गर्ने, स्वास्थ्य, त्यसै गरी रोजगारीका सिर्जना गर्ने, गाउँदेखि सहरसम्म विभिन्न खालका हामीलाई चाहिने सामग्रीहरू पुरा गर्ने र बनाउने खालको सरकार हामीलाई चाहिन्छ। आम नेपाली जनताको चाहना, आकाङ्क्षा भनेकै राम्रो काम गर्ने, उद्योग धन्दा, कल कारखाना उत्पादनलाई तीव्र गतिमा दिने र आत्मनिर्भर नेपाल बनाउने र देश बनाउने सरकार चाहिन्छ। यहाँ दल बनाउने, पार्टी बनाउने, चुनाव गर्ने सरकारको केही पनि काम छैन। कार्यपालिका, न्यायपालिकालाई सुधारेर राष्ट्रमा पूर्ण रूपमा राष्ट्रलाई आत्मनिर्भर बनाउने सरकार चाहिन्छ। त्यो सरकार बनाउनको निम्ति, त्यो सरकार ल्याउनको निम्ति आम नेपाली जनताले पहल कदमी गर्नुपर्छ र सबै जनता एकढिक्क भएर राष्ट्रिय सरकार र राष्ट्रको सरकार, नेपाली जनताको सरकार बनाउनुपर्छ भन्न चाहन्छु। धन्यवाद।